पाल्पा र स्याङ्जा बीच रहेको कालीगण्डकीको छेउमा बनेको रानीमहल ऐतिहासिक दरबार आज राज्यबाट अपहेलित भएको देखिन्छ। यहाँ दैनिक हजारौं पर्यटकहरू आउने गरेका छन्, तर राज्यको तर्फबाट यसरी पहिरो जाने अवस्था हुँदा समेत तटबन्धको व्यवस्था गरिएको छैन। यसको कारण बुझ्न सकिएन। स्थानीय सरकारले पनि किन यति राम्रो पर्यटकीय क्षेत्रलाई नजरअन्दाज गरेको हो। यो कालीगण्डकीको छेउमा यसरी यो छेउमा राम्रोसँग बलियो तटबन्ध गर्न सकिन्थ्यो होला। त्यो बेलामा यति राम्रो दरबार बन्न सक्ने, अहिले त्यसलाई तटबन्ध गर्न नसकिने पक्कै पनि हुँदैन। यो सरकारले आत्मसमीक्षा गर्नुपर्ने हो। स्थानीय सरकारले यति राम्रो पर्यटकीय क्षेत्रलाई नजरअन्दाज गरेको देख्दा यहाँ आउने मान्छेको जसको पनि आँखाबाट आँसु बगिरहेको पाइन्छ। यो दरबार के राजाको दरबार भएर अपहेलित भएको हो वा राणाको दरबार भएर अपहेलित भएको हो? राज्यसँग यसको जवाफ छैन। किनकि जसले बनाएको भए पनि यो राष्ट्रको सम्पत्ति हो। यसरी नदीको किनारामा तटबन्ध गर्नु राज्यका लागि कुनै अप्ठ्यारो कुरो थिएन, तर यसमा राज्यले नजरअन्दाज गरेको देखिन्छ। यो पारी स्याङ्जा जिल्ला हो, बीचमा कालीगण्डकी नदी छ। यसरी नदीको किनारामा त्यो बेलाको राजाले जुनसुकै उद्देश्यले बनाएको भए तापनि अहिले यो राष्ट्रको सम्पत्ति हो। यो पर्यटकीय क्षेत्र यसमा 50 रुपियाँ टिकट लिने गरिन्छ, तर संरक्षण यताबाट तटबन्ध भएन भने माथि हेर्दा हामीले हेऱ्यौँ त्यो भत्किने अवस्थामा गइसकेको छ। त्यो भत्किनको लागि राज्यले खर्च गरेको भए यो अझै 50औं वर्ष पनि ऐतिहासिक दरबारको रानीमहलको रूपमा हुनसक्छ। यदि राज्यले यसमा यो तटबन्ध बनाउने काममा ध्यान दिएन भने यो रानीमहल जुनसुकै बेला पनि ढल्न सक्छ। राष्ट्रको सम्पत्ति एउटा पानीमा बग्न सक्छ। यसलाई हामीले पुरानो इतिहास सकारात्मक रूपले बनाइएको होस् वा नकारात्मक रूपले बनाइएको होस् आजको सरकारको मूल्याङ्कनमा, तर अहिले यो राज्यको सम्पत्ति नै हो। यसले सम्पत्ति मान्नुपर्छ। यसमा स्थानीय नगरपालिकाले केन्द्रसँग माग गरेर भए पनि यसको लागि ठुलो धनराशि खर्च गरेर भए पनि यसलाई बचाउनुपर्छ, यसको संरक्षण गर्नुपर्छ भन्ने हामी अपेक्षा राखेका छौँ। धन्यवाद।